कर्कलोको पातबाट बनेको यो स्वादिष्ट परिकार देख्नुभएको छ त। थारू समुदायको प्रिय परिकार रेक्वस आज हामी बनाउँदैछौँ। यहाँ कर्कलोको 6वटा जति पातलाई पखालेर मैले दालको पेस्ट बनाएर एकमाथि अर्को पात पेस्ट लगाउँदै लेयर गरेर राखेको छु। त्यसपछि एकपट्टिबाट फोल्ड गर्ने, त्यसमा दालको पेस्ट लगाउने, त्यसै गरी अर्कोतिरबाट पनि फोल्ड गरेर दालको पेस्ट लगाउने अनि आफूपट्टि रहेको भाग पनि फोल्ड गरेर पेस्ट लगाउने। बिस्तारै अनि टाइटली यसलाई रोल अन गर्दै पेस्ट लगाउँदै गर्ने। कतै पातहरू छुटेको छ भने मिलाउँदै पेस्ट लगाउँदै रोल अन गर्ने। रोल अन गर्दा टाइटली रोल अन गर्न एकदम जरुरी हुन्छ, नत्र पछि पत्र खुकुलो भएर छुट्टिने छित्रिने समस्या हुन्छ। दालको पेस्टले चाहिँ पत्र एकअर्कोमा राम्रोसँग टाँसिन मद्दत गर्दछ। दालको पेस्ट बनाउँदा थोरै जिरा धनियाँ पाउडर, एउटा खुर्सानी, लसुन, स्वादअनुसार नुन, बेसार राखेर बनाइन्छ। सजिलोको लागि चना बेसन पनि प्रयोग गर्न सकिन्छ, तर मैले यहाँ परम्परागत रूपमा बनाउने विधि प्रयोग गरेको भएर दालको पेस्ट नै प्रयोग गरेको छु। राम्रोसँग रोलन गरिसकेपछि यसलाई स्टिम गर्नको लागि मैले राइस कुकरको स्टिमरको प्रयोग गरेको छु। 15 मिनट स्टिम गरिसकेपछि यसलाई फर्क वा सिन्काको सहायताले चेक गर्दा हुन्छ। फर्क वा सिन्काले कोस्दा फर्क वा सिन्कामा केही टाँसिएन, काँचो पातको आवाज आएन भने इट्स रेडी। देन यसलाई हामी सेलाउन दिन्छौँ। तातो तातोमा काट्दा हात पोल्छ नि त, सो सेलाइसकेपछि हामी यसलाई केयरफुल्ली पिसेसमा काट्छौँ। यहाँ देख्न सक्नुहुन्छ हजुरहरू एकदम राम्रो राउन्ड लेयर बसेर पर्फेक्ट बनेको छ। यो स्टिम गरेर पूर्णतया पाकिसकेको हुनाले यतिकै खान पनि सकिन्छ। इफ यु स्किप ओइली एन्ड फ्राइड फुड्स, चटनीसँग खाँदा एकदम स्वादिलो हुन्छ। यदि अझ स्वाद भरेर खान चाहनुहुन्छ भने ओइलमा डिप फ्राई गरेर खान सकिन्छ। यहाँ मैले फ्राई गर्नको लागि तोरीको तेल प्रयोग गरेको छु। हजुरहरू अभाइलेबल जुन तेलको पनि प्रयोग गर्न सक्नुहुन्छ। यसलाई 1 बाई 1 तातेको तेलमा राखेर बोथ साइड गोल्डन ब्राउन हुने गरी पकाउँछौँ। क्रन्चिनेसको लागि दाल भिजाउँदा अलिकति चामल भिजाएर सँगै पिस्न सकिन्छ। थारू समुदायमा बनाइने, खाइने र रुचाइने परिकार मध्येको एक परिकार रेक्वस पनि हो। आजकल विभिन्न सडक महोत्सव तथा मेला महोत्सवहरूमा थारू स्टल छ भने त्यहाँ यो परिकार पक्कै पनि देख्न र स्वाद लिन पाउनुहुन्छ। बाहिरबाट क्रिस्पी, भित्रबाट नरम अनि कर्कलोको पात र दालको स्वादले भरिएको रेक्वस थारू समुदायको मौलिक परिकार हो। यसलाई जिल्ला अनुसार फरक नामले चिनिन्छ। हजुरहरूकोतिर यसलाई के नामले चिनिन्छ कमेन्ट डाउन है त। हामी मध्ये धेरैलाई रेक्वसको बारेमा थाहा नहुन सक्छ, तर थारू समुदायमा यो पुस्तौदेखि बनाउँदै आएको परम्परागत परिकार हो। यस्तै रोचक रेसिपीको लागि फलो सब्सक्राइब गर्नुहोला हाम्रो स्वादलाई। थ्याङ्क्स फर वाचिङ।